युवा जोसका साथ आएको नयाँ सरकार, बल्लदी सरकारबाट सुरु भएको अभियानबाट निर्वाचित भएर आउनुभएका भएको बालक सरकारले पत्रकारहरूमाथि जुन पहिलो प्रहार गरेको छ, यो सँगसँगै सुकुम्बासी, कर्मचारी, विद्यार्थी, नागरिक सङ्घ संस्था गरी कर्मश सबैमाथि प्रहार गर्ने क्रम जारी रहेको छ। लोकतान्त्रिक अभ्यासबाट, लोकतान्त्रिक योगदान र मूल्य मान्यताबाट आएको सरकारले पत्रकारमाथि गरेको पहिलो हस्तक्षेप भनेको बोल्न नदिने अभ्यासको एउटा सुरुवात गरेको छ। आज हामी नेपाल पत्रकार महासङ्घ रामेछाप शाखाको साधारण सभा गरिरहँदाखेरि पहिलो उच्चारण साधारण सभाको शुभकामनाभन्दा पहिले सरकारले गरेको यो निर्णय फिर्ता गर्नको लागि म हार्दिक आग्रह गर्दै नेपाल पत्रकार महासङ्घ रामेछाप शाखाको 21औं साधारण सभाको शुभकामना व्यक्त गर्दछु र यो निर्णय फिर्ता गराउन र श्रमजीवी पत्रकारहरूको हक हितको सुरक्षाको लागि हाम्रो अभियान सकारात्मक र फलदायी हुनेछ भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु र सम्पूर्ण पत्रकार, नागरिक समाज, स्थानीय सरकार, सङ्घीय सरकार, प्रदेश सरकारले सञ्चार क्षेत्रको अभिव्यक्ति स्वतन्त्रताको सुरक्षाको लागि यहाँहरूको ऐक्यबद्धता रहन्छ भन्ने हामीले विश्वास लिएका छौँ र रामेछापका जनप्रतिनिधिज्यूहरूलाई म हार्दिक धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। हाम्रो यो हस्ताक्षर अभियानमा यहाँहरूले जुन सहकार्य गरिदिनु भएको छ, सहभागी भइदिनु भएको छ, त्यसको लागि पनि हार्दिक आभार व्यक्त गर्दछु। हामी श्रमजीवी पत्रकारको हित सँगसँगै सञ्चार क्षेत्र मजबुत हुनुपर्छ, स्वरोजगार मिडिया मजबुत हुनुपर्छ भन्ने आवाजका साथ नेपाल पत्रकार महासङ्घ नेपाली पत्रकारहरूको साझा संस्थाको रूपमा आवाज बुलन्द गर्दै अगाडि बढिरहेको छ। लोकतान्त्रिक आन्दोलनमा नेपाल पत्रकार महासङ्घले दलभन्दा अगाडि रहेर जुन भूमिका निर्वाह गरेको थियो, आज सुशासनको पक्षमा कलम चलाउनेदेखि खबरदारी गर्नेदेखि सकारात्मक सन्देश फैलाउनेसम्मका सबै जिम्मेवारीहरू नेपाली पत्रकारले भूमिका निर्वाह गर्दै आइरहेका छन्। जब सञ्चार क्षेत्रमाथि निर्गम प्रहार हुन्छ, सञ्चार क्षेत्र अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि जब धावा बोल्न थालिन्छ, यो सरकार निरङ्कुशतातर्फ अगाडि बढेको छ भन्ने हामीले सङ्केत महसुस गरिरहेका छौँ। जनजी आन्दोलन स्मरण गर्न चाहन्छु। जनजी आन्दोलनमा पत्रकारहरूका घर छानी आगो लाउनुपर्छ, सञ्चार संस्थाहरूमाथि आगो लाउनुपर्छ भनेर बागमती प्रदेशभित्रकै पनि धेरै पत्रकार साथीहरूका घरमा तोडफोड गर्न पुगेको छ। भले मेरै घरमा आगो लाउन गएको जनजी आन्दोलनकारीहरू जो राष्ट्रपाको नेतृत्वमा भएको थियो, म घोषित रूपमा भन्छु, उहाँहरूले अघोषित रूपमा आन्दोलन गरे पनि राष्ट्रपाकै नेतृत्वमा यो आन्दोलन भएको थियो र त्यो आन्दोलनको उद्देश्य भन्दा पनि त्यो उद्देश्यतर्फ केन्द्रित नभइकन विध्वंसतर्फ केन्द्रित भएको थियो। राष्ट्रिय झण्डाको अपमान गरी आगजनी तथा तोडफोडमा सार्वजनिक सम्पत्तिहरूको क्षतिमा जसरी लागेको थियो, सञ्चार क्षेत्रमा त्योबाट अछुतो रहन सकेन। चितवन, सिन्धुली लगायतका धेरै जिल्लाहरूमा साथीहरूले चाहिँ ज्यान जोगाउन लुक्नु परेको परिस्थिति थियो। जति बेला हामी घर छोडेर एउटा ल्यापटप र एउटा मोबाइल छोडेर पनि सञ्चार बोकेर मात्रै भए पनि सञ्चार कर्ममा हामी निरन्तर लागेका थियौँ। म एकदमै सम्झिन चाहन्छु। आज सुकुम्बासीहरूलाई मैले सम्झिरहेको छु। आफूले जुन घाम पानीबाट ओतिने घरमा अर्कोले भत्काउन आउँदा, आगो लाउन आउँदा त्यो परिवारमा कति मानसिक पीडा हुन्छ भन्ने कुरा मैले त्यति बेला जनजी आन्दोलनमा महसुस गरेको थिएँ। भले हामीले घर जोगाउन सक्षम भयौँ, हामीले त्यसलाई आन्दोलनलाई डाइभर्ट गर्नको लागि मान्छे परिचालन गर्न सक्यौँ, तथापि हाम्रो संस्थापक अध्यक्षको घरमा चाहिँ तोडफोड भयो। संस्थापक अध्यक्षले हामीले रेस्क्यु गर्नु पर्यो। तत्कालीन प्रमुख जिल्ला अधिकारीज्यूले जुन भूमिका निर्वाह गरेर रेस्क्यु गर्नलाई सहयोग गर्नुभयो, उहाँलाई हामीले धन्यवाद पनि ज्ञापन गऱ्यौँ। उहाँको जुन सक्रियता, त्यति बेला न प्रशासन थियो, न कर्मचारी थियो, न कोही थियो, तथापि हामीले जुन प्रयासबाट हामी सफल भयौँ, नागरिक सहायता दियौँ, त्यति बेला महसुस भयो हाम्रो समाज, हाम्रो नागरिक समाज, हाम्रा हरेक संरचनाहरू कति मजबुत हुन आवश्यक रहेछ भन्ने हामीले महसुस गरेका थियौँ। र पछिल्ला घटनाक्रम हेर्दै जाँदाखेरि
सञ्चार क्षेत्रमाथि मात्रै हस्तक्षेप होइन, आज सुकुम्बासीमाथि मात्रै हस्तक्षेप होइन, विद्यार्थीमाथिदेखि सबै ठाउँ प्रतिबन्ध लाउने, राजनीतिक दलहरूमाथि प्रतिबन्ध लाउने, विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लाउने, ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लाउने काम भइरहेको छ। यो संवैधानिक अधिकारमाथि गरिएको प्रहार हो। संविधानको रक्षा गर्नु हामी नागरिकको दायित्व हो। त्यसमा पनि सञ्चार क्षेत्र अझ संविधानको रक्षा गर्नको लागि अग्रपङ्क्तिमा अगाडि बढिरहेको छ र सञ्चार क्षेत्रको आन्दोलनमा पनि यहाँहरूको एकीबद्धता तथा सहकार्य आवश्यक छ भन्ने म आग्रह गर्न चाहन्छु। नेपाल पत्रकार महासङ्घ, रामेछाप, दोलखा र काभ्रेको आज साधारण सभा चलिरहेको छ बागमती प्रदेश। तीनवटै शाखालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। आन्दोलन गर्ने क्रममा हामी साधारण सभामा होमिएका छौँ। बागमती प्रदेशले पनि 22 जेठको 22, 23 र 24 गते मिडिया सम्मेलन सहितको साधारण सभा गर्दैछ। हामी लोकतान्त्रिक अभ्यासलाई आत्मसात गरेर अगाडि बढेका छौँ। अहिलेको सरकारले जेन्सीहरूले नयाँ पुस्ताले चाहेको प्रत्यक्ष कार्यकारीको भूमिका जुन निर्वाचित प्रधानमन्त्रीको कुरा गरिरहनु भएको छ, नेपाल पत्रकार महासङ्घले 2 कार्यकालदेखि नै प्रत्यक्ष निर्वाचित अध्यक्ष, प्रत्यक्ष निर्वाचित बढेको अभ्यास गरिरहेको छ। हामीले यो अभ्यासलाई पूर्णतया कार्यान्वयनमा ल्याउन सफल भएका छौँ। साधारण सभाले आर्थिक पारदर्शिता, सुशासन, नयाँ कार्ययोजना निर्माण र हिजो भएका कामहरूको समीक्षा गर्ने गर्दछ। हामी बन्द सत्रमा त्यो अभ्यासलाई चाहिँ हामी अगाडि बढाउने नै छौँ। हामीले पारदर्शिता र सुशासनका कुरा, चर्का कुरा सुनिरहँदा हामी कति पारदर्शी छौँ भन्ने कुरा पनि आजको साधारण सभाले मनन गर्नेछ। सम्पूर्ण सदस्यज्यूहरूलाई त्यो समीक्षामा ध्यानपूर्वक आफ्ना संस्थाले कसरी कार्यक्रम अगाडि बढाइरहेको छ, अबका दिनमा हामी कसरी जाने भन्ने विषयमा बहस छलफल गर्नको लागि यहाँ उपस्थित हुनुभएको छ। पक्कै पनि त्यसले नयाँ मार्गदर्शन गर्नेछ। नेपाल पत्रकार महासङ्घका जिल्ला शाखाहरूले निर्धारण गरेको मार्गदर्शनले प्रदेश र केन्द्रलाई पनि झकझक्याउने काम गर्दछ र यो सुशासनको एउटा परिपाटी हो भन्न चाहन्छु। हामीले बाध्यकारी अवस्थामा अहिले नेपाल पत्रकार महासङ्घ आन्दोलित भइरहेको छ। सरकारले गरेको चैत 22 गतेको मन्त्री स्तरको सचिव स्तरको निर्णयले आज देशभरिका सञ्चार माध्यमहरू सङ्कटमा परेका छन्। सञ्चार माध्यम सँगसँगै नेपालका सञ्चार माध्यमहरूमा आबद्ध रहनुभएका श्रमजीवी पत्रकारहरू सङ्कटमा रहनु भएको छ। भूकम्प, कोभिड लगायतका सङ्कटहरू पार गर्दै आएको सञ्चार क्षेत्र, ठुल्ठुलो भएको सञ्चार क्षेत्रले फेरि सरकारको हस्तक्षेपको विरुद्धमा आवाज बुलन्द गर्नुपर्ने अवस्था छ। नेपाल पत्रकार महासङ्घका सबै सदस्यहरू, मिडिया हाउसहरू सबै आन्दोलित भइरहेका छौँ र यो आन्दोलनमा सबै नागरिक संस्थाहरूको भूमिका पनि हामीले खोजिरहेका छौँ। हामी अदालतमा उभिरहेका छौँ। अदालतले हाम्रो मुद्दाको फैसला गरिरहेको छैन। सरकारले यो कदमबाट ब्याक हुनुपर्छ भन्ने हाम्रो मान्यता हो र लोकतन्त्र र लोकतान्त्रिक अभ्यासलाई मात्रै सञ्चार क्षेत्रले मजबुत गर्दैन, राज्य व्यवस्थालाई सुदृढ गर्नको लागि पनि अभिव्यक्ति स्वतन्त्रता चाहिन्छ। हामी नागरिकका आवाज र सरकारको पुलको रूपमा हामीले काम गरिरहेका छौँ। नागरिक आवाज मात्रै हामीले बोलेका छैनौँ, सरकारले हामीले झकझक्याउने काम, पुलको काम, नागरिक र सरकार बिचको पुलको काम पनि गरिरहेका छौँ। अहिले आएका धेरै जनप्रतिनिधिहरू नागरिकका समस्या के छ भन्ने कुराबाट विमुख हुनुहुन्छ। यो हामीले भोगेको कुरा हो। टपक्क टिपेर आएको जनप्रतिनिधि र जनतासँग घुलमेल भएर आएको जनप्रतिनिधिमा कति फरक हुन्छ भन्ने हामीले महसुस गरेका छौँ। आदरणीय जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरूले पनि उहाँहरूलाई सिकाउनु पर्ने जरुरी छ। नागरिक समाजले सिकाउनु पर्ने छ। आशा अपेक्षा लिएर आएको सरकारले गरेका प्रहारलाई चिर्नु पर्ने जरुरी छ। हामीले लोकतन्त्रलाई जोगाउनु पर्ने जरुरी, हाम्रो जिम्मेवारी फेरि आएको छ। यो पुस्ता, हाम्रो पुस्ता बौद्धले व्यवस्था ल्याउनदेखि जनयुद्धदेखि अहिलेसम्म आइपुग्दा धेरै आरोह अवरोह पनि भोग्दै आएको छ। यो आरोह अवरोहलाई पार लगाउनको लागि नेपालको सञ्चार क्षेत्रले उल्लेख्य योगदान दिएको छ। त्यो योगदानलाई पनि मनन गर्दै स्थानीय तहले, विशेष गरी केन्द्रीय सरकारको निर्णय एकातिर छ। स्थानीय तहले आफै मिडिया नीति बनाउन सक्छन्, स्थानीय नीति विज्ञापन नीति बनाउन सक्छन्। त्यसैले स्थानीय तहले योतर्फ भूमिका खेलिदिनु हुनेछ र सञ्चार क्षेत्रलाई बचाउनको लागि
मिडिया हाउसहरूलाई जोगाउनको लागि यहाँहरूले उल्लेख्य भूमिका खेल्दै हुनुहुन्छ भने म हार्दिक आग्रह गर्न चाहन्छु र सबै क्षेत्रमा हामीले अनुरोध पनि गरेका छौँ। सँगसँगै हामी फेरि लोकतन्त्र जोगाउनको लागि लाग्नुपर्नेछ, संविधान जोगाउनको लागि लाग्नुपर्नेछ। विश्वको उत्कृष्ट भनिएको संविधानमा केही त्रुटि होला, त्यसलाई सच्याउनु पर्ने होला, तर संविधानै नमान्ने अवस्थामा अहिलेको सरकार पुगेको हो कि भन्ने अनुभूति पनि हामीले गरेका छौँ। हामी हाम्रो सवालमा बोलेका छैनौँ, नागरिकको सवाल बोलेका छौँ, संविधानको अभिव्यक्ति स्वतन्त्रताको कुरा बोलेका छौँ, आइएफसीले समेत बोलिसकेको विषयलाई हामीले अगाडि ल्याएका छौँ। अब हामी भर्खर हेरेर होइन, हामी एकदमै कडा आन्दोलनमा गएनौँ भने हाम्रा सबै सञ्चार संस्थाहरू चाहिँ फेरि मर्ने अवस्थामा पुग्नेछन्। सञ्चारकर्मी, श्रमजीवी पत्रकारहरूसँग आश्रित रहेका परिवारहरू पनि बेरोजगार हुनुपर्ने र आर्थिक सङ्कटमा गुज्रिनुपर्ने अवस्था आउन सक्ने अवस्था देखिएको छ। त्यसैले स्वरोजगारमूलक मिडिया, साना मिडियाहरू लोकतन्त्रका खम्बा हुन्। यिनलाई बचाउनको लागि सरकारले यिनलाई बचाउनको लागि सरकारले ल्याएको विवेककारी निर्णय खारेज गरेर समानुपातिक विज्ञापन नीति अगाडि बढ्नुपर्ने जरुरी छ।